हेलो एभ्रिवान। कक्षा 12 को एक्जाम सर्ने चान्स एकदमै बढेको छ किनकि आज वैशाख 7 गते भयो र 11 गतेदेखि एक्जाम छ र अब भोलि वा पर्सिसम्म नेपाल सरकार र शिक्षक महासंघ बीच कुनै सहमति भएन भने राष्ट्रिय परीक्षा बोर्ड एनईबीद्वारा एक्जामको डेट सार्नुपर्ने एकदमै हाई चान्स देखिन्छ। बिकज अहिलेसम्म शिक्षकहरूको आन्दोलन जारी नै छ। साथै शिक्षक महासंघले भन्छ कक्षा 12 को एक्जाम केही दिनपछि सर्दैमा विद्यार्थीहरूको भविष्य नै अन्यल हुन्छ भन्ने छैन। माग पूरा भयो भने हामी आफै ऊर्जाका साथ आफ्नो विद्यालयमा फर्केर परीक्षा र कपी चेकको काम गर्छौँ। साथै टिचर ग्रुपले आफ्नो सबै सदस्यहरूलाई विद्यालय खोल्ने, परीक्षा सञ्चालन गर्ने, कपी चेक गर्ने जस्ता काम नगर्न भनेको छ भने कक्षा 12 को परीक्षा सञ्चालनमा पनि सहभागी नहुन र भनेर सबै शिक्षकहरूलाई आग्रह समेत गरेका छन्। यही कुराहरूलाई मध्यनजर गर्दै आज कक्षा 12 को एक्जाम सर्दैछ कि भनेर नयाँ अपडेट लिएर आएका छौँ। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तर त्योभन्दा पहिला यदि तपाईँ च्यानलमा पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नुहोला किनकि म तपाईँहरूको लागि यस्तै भिडियो ल्याइराख्छु। आज वैशाख 7 गतेसम्म पनि टिचरहरूको आन्दोलन जारी नै छ र वैशाख 11 गतेदेखि कक्षा 12 को एक्जाम हो भन्ने कुरा हामी सबैलाई थाहा नै छ। यहाँ अब शिक्षकहरूको सहभागी बिना एक्जाम सञ्चालन गर्न सम्भव नै देखिँदैन। यद्यपि शिक्षा ऐन जारी नभएसम्म शिक्षकहरूको आन्दोलन रोकिनेवाला छैन र राष्ट्रिय परीक्षा बोर्ड एनईबीले शिक्षकहरूलाई विद्यालय फर्किन र परीक्षाको सुरक्षामा सहभागी हुन पटक पटक आग्रह समेत गरिसकेका छन्। तर अहिलेसम्म नेपाल सरकार र शिक्षक महासंघ बीच कुनै सहमति नभएको कारणले आन्दोलन रोकिनेवाला देखिँदैन र एक्जाम सञ्चालन हुनलाई सबै टिचरहरू 10 गतेसम्म आफ्नो विद्यालय फर्कनुपर्ने देखिन्छ र भोलि वा पर्सिसम्म कुनै सहमति भएमा मात्र टिचरहरू फर्किनेछ र कक्षा 12 को एक्जाम सञ्चालन हुने देखिन्छ। यद्यपि अबको 3-4 दिनपछि एक्जाम हुने भएको कारणले राष्ट्रिय परीक्षा बोर्ड एनईबीद्वारा एक्जाम सार्ने चान्स एकदमै हाई देखिन्छ। तर एनईबीद्वारा थप कुनै न्यू अपडेट नआएसम्म हामीले एक्जाम सरेकै हो भनेर भन्न सक्दैन र कक्षा 12 को एक्जामलाई लिएर आगामी दिनमा थप कुनै न्यू अपडेट आएमा यो च्यानल मार्फत जानकारी गराउने नै छु। त्यही भएर च्यानललाई सब्सक्राइब गर्न नबिर्स्नुहोला। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो।